फर्स्टमा चाहिँ हामी के गर्छौँ युनिट सेटअप गर्छौँ है त, जसको लागि हाम्रो सर्टकट की छ यु यहाँ इन्टर गरेपछि चाहिँ हाम्रो सर्टकट की चाहिँ हाम्रो युनिट सेटअपको लागि यु एन इन्टर रहेको छ है त। अनि प्रायः चाहिँ हामी ड्रइङ चाहिँ आर्किटेक्चरलमा गर्छौँ है, किनभने फुट इन्च र फिटमा चाहिँ नेपाल कन्टेक्समा चाहिँ त्यही हुन्छ। हाम्रो चाहिँ स्मल ड्रइङ गर्नु पऱ्यो भने चाहिँ हामी डेसिमलमा गर्छौँ, तर हाम्रो जस्तै प्लानहरू इलिभेसनहरू बनाउँदाखेरि चाहिँ हामी चाहिँ आर्किटेक्चरल ड्रइङमा गर्छौँ होइन। त्यसपछि हामीले आर्किटेक्चरल ड्रइङको टाइप चाहिँ सिलेक्ट आर्किटेक्चरल गऱ्यौँ, त्यसपछि अब हामी चाहिँ प्रेसिजन चाहिँ सेटअप गर्छौँ। हाम्रो प्रेसिजन नर्मल्ली 0 फिट, 0 इन्च चाहिँ राख्दाखेरि हामीलाई सजिलो हुन्छ, त्यो चाहिँ रिड गर्न हजुरहरूलाई सजिलो हुन्छ। त्यसपछि चाहिँ हाम्रो अब युनिट सेटअप गर्छौँ। हाम्रो चाहिँ युनिटहरू यहाँ थुप्रै दिएका छन् होइन, जस्तै युनिटलेस भनेको छ, इन्च, फिट्स, अनि अदरहरू माइल, मिलिमिटर, सेन्टिमिटर, मिटर, किलोमिटर जम्मै छ होइन। अहिले चाहिँ हामीले आर्किटेक्चरलको कन्टेक्समा चाहिँ हामीले इन्चेसहरू गऱ्यो भने चाहिँ हामीले ड्रइङ गर्न सजिलो हुन्छ है त।